नमस्ते। नेपाली भलिबल सङ्घ एनबिएले पुस 11 गतेदेखि 19 गतेसम्म राष्ट्रिय स्तरको ठुलो भलिबल प्रतियोगिता आयोजना गर्दैछ। सङ्घले धेरै समयदेखि तयारी गरेको यो प्रतियोगिता नेपाली भलिबलको विकास, प्रतिभा र पहिचान र विदेशी खेलाडीहरूको उपस्थिति रहने हुँदा महत्त्वपूर्ण मानिएको छ। विभिन्न प्रदेशका टिमहरू सहभागिता हुने भएकाले प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ। नेपाल भलिबल सङ्घ एनबिएले आयोजना गर्न लागेको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता नजिकै गर्दा यसमा गण्डकी प्रदेश भलिबल सङ्घको सहभागिता रहने वा नरहने भन्ने विषय ठुलो अन्यल उत्पन्न भएको छ। देशभरका भलिबल समर्थक र खेलाडीहरू अहिले यो प्रश्नको उत्तर कुरिरहेका छन्। गण्डकी प्रदेशको यो अन्यल 2 महिना अगाडि बङ्गलादेशको ढाकामा भएको राष्ट्रिय टोली छनौटसँग जोडिएको छ। उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय टोलीको प्रतिनिधित्वका लागि गरिएको छनौट प्रक्रियामा गण्डकी प्रदेशको एकजना पनि खेलाडी नपर्नुले प्रदेश सङ्घ र समर्थकहरूमा गम्भीर असन्तुष्टि पैदा गरेको थियो। यसै विषयलाई लिएर भलिबल वित्तमा लामो समयदेखि टिका टिप्पणी भइरहेको छ। खेलाडी छनौटमा न्याय नभएको ठहर गर्दै गण्डकी प्रदेश भलिबल सङ्घले नेपाल भलिबल सङ्घ एनबिए प्रति आफ्नो गहिरो असन्तुष्टि पोख्यो। यसै क्रममा सङ्घले एउटा महत्त्वपूर्ण विज्ञप्ति जारी गर्दै आफूहरूको माग र सरकारमाथि एनबिएले ध्यान आकर्षण नगरेसम्म एनबिएका कुनै पनि प्रतियोगिता भाग नलिने निर्णय सार्वजनिक गर्यो। एकपटक यो विज्ञप्ति हेरौँ। गण्डकी प्रदेश भलिबल सङ्घद्वारा जारी गरिएको विज्ञप्तिका मुख्य अंशहरू म तपाईँहरूलाई एकपटक सुनाउन चाहन्छु। हालैको राष्ट्रिय टोली प्रक्रियामा देखिएको पक्षवादपूर्ण व्यवहार र खेलाडीको योग्यतालाई अपेक्षा गरिएको घटनाप्रति हाम्रो गम्भीर असहमति छ। नेपाल भलिबल सङ्घले गण्डकी प्रदेशको योगदान र खेलाडीहरूको प्रतिभालाई उचित सम्मान र ध्यान आकर्षण नगरेसम्म हामीले तत्कालका लागि एनबिएद्वारा आयोजित कुनै पनि प्रतियोगिताहरू सहभागिता नजनाउने निर्णय गरेका छौँ। यस अडानका कारण नेपाल भलिबल सङ्घले घोषणा गरेको आगामी प्रतियोगितामा गण्डकी प्रदेशको सहभागिता निश्चित नभएको हो। गण्डकी प्रदेश भलिबलका लागि एक शक्तिशाली आधार क्षेत्र मानिन्छ। यसको अनुपस्थितिले प्रतियोगिताको रौनक र प्रतिस्पर्धात्मकमाथि ठूलो असर पार्न सक्छ। त्यसैले सबैको ध्यान अब नेपाली भलिबलतर्फ छ। के एनबिएले गण्डकी प्रदेशको यो गम्भीर ध्यान आकर्षण सम्बोधन गर्ला र उनीहरूलाई प्रतियोगितामा फर्काउन पहल गर्ला? यसको पछिल्लो अपडेट प्रतीक्षामा सबै दर्शकहरू र खेलाडी र गण्डकी प्रदेशका फ्यानहरू सबै प्रतीक्षामा बसिरहेका छन्। तपाईँलाई के लाग्छ? गण्डकी प्रदेश उक्त प्रतियोगिता खेल्न सक्छ या सक्दैन? तपाईँको आफ्नो महत्त्वपूर्ण भनाइ हाम्रो कमेन्ट मार्फत लेख्नुहोला। यस्तै खेलकुदप्रति आस्था राख्नुहुने सम्पूर्णले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र हामी छिट्टै अन्य खेलाडीको बायोग्राफी लिएर आउनेछौँ। अहिलेलाई भने थ्याङ्क यू।